साथीहरू, कल्पना गर्नुहोस्, तपाईँ बिहारको जोगबनी वा रक्सौल बजारबाट 200-300 रुपैयाँको दाल, चिनी, तरकारी, बिस्किट र चिया किनेर नेपाल फर्किनुभयो। सीमा पुग्ने बित्तिकै सशस्त्र प्रहरीले रोकेर भन्छ, 100 रुपैयाँ भन्दा माथिको सामान हो, भन्सार तिर्नुहोस्, नत्र सामान जफत। अब 5% देखि 80% ट्याक्स तिर्नुपर्ने। यो कल्पना होइन, यो अहिले भइरहेको वास्तविकता हो। नेपाल सरकारले वैशाख 1 देखि लागू गरेको नयाँ बोर्डर ट्याक्स नियमले बिहारका सीमा बजारलाई ठूलो धक्का दिएको छ। जोगबनी, मोतिहारी, रक्सौल, अररिया जस्ता ठाउँमा नेपाली ग्राहक घट्दा व्यापार ठप्प भएको छ। विवाह सिजनमा पनि बजार सुनसान। आज यसको पूर्ण डिटेल, बिहारबाट सामान ल्याउँदा के हुन्छ, व्यापारी र जनतामा कति असर पर्यो र विरोध कति चर्को भइरहेको छ, सबै बताउँछु। भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि यो नियमले बिहार नेपालको रोटीबेटी सम्बन्ध र दैनिक खरिदलाई नै प्रभावित पारिरहेको छ। नयाँ नियम के हो? नेपाल सरकारको यो नयाँ नियम अनुसार भारत, खास गरी बिहारबाट नेपाल ल्याउने 100 रुपैयाँ भन्दा बढी मूल्यको कुनै पनि सामानमा अनिवार्य भन्सार शुल्क लाग्ने। शुल्क 5% देखि 80% सम्म हुन सक्छ। दाल, चिनी, तरकारी, प्याकेट खानेकुरा, लुगा, घरेलु सामान सबैमा कुनै छुट छैन। सीमा नाकामा लाउडस्पिकरबाट माइकिङ भइरहेको छ, भन्सार तिर्नुहोस् नत्र जफत। सरकारको उद्देश्य घरेलु उत्पादन बढाउने र राजस्व बढाउने। बिहारबाट सामान ल्याउँदा के हुन्छ? जोगबनी, रक्सौल, मोतिहारी, अररिया जस्ता बिहारका सीमा बजारमा नेपाली ग्राहकको भिड घटेको छ। विवाह सिजनमा ठूलो मार। व्यापारीहरू भन्छन् बिक्री 50% भन्दा बढी घट्यो। साना खरिद जस्तै 1 केजी चिया वा केही बिस्कुट पनि 100 रुपैयाँ नाग्छ, त्यसैले भन्सार तिर्नुपर्ने। नेपाली बासिन्दाको दैनिक बजेट महँगो भएको छ र बिहारका व्यापारीको लाइभलीहुड प्रभावित। विरोध कस्तो भइरहेको छ? यो निर्णयको चर्को विरोध। मधेसी युवाहरूले काठमाडौँको मैती घरमा प्रदर्शन गरे। नारा, कस्टम ड्युटी खारेज गर, मधेसी जनतालाई सम्मान गर। बिहार नेपाल सीमा क्षेत्रका सांसद र राजनीतिक दलहरूले आपत्ति जनाएका छन्। रोटी बेटीको सम्बन्ध बिग्रने चिन्ता व्यक्त भइरहेको छ। के यो निर्णय सही हो? सरकार भन्छ यो आवश्यक छ, तर आलोचक भन्छन् बिहारका सीमा बजार र नेपालको तराई मधेसका गरिब जनताको दैनिक जीवनमा ठूलो असर परेको छ। अहिले नियम कडाइका साथ लागू भइरहेको छ, तर दबाब बढ्दै गएको छ। अन्त्यमा तपाईँ बिहारबाट हुनुहुन्छ वा नेपालको सीमा क्षेत्रबाट, यो बोर्डर ट्याक्स नियम सही लाग्छ कि गलत? जोगबनी, रक्सौल वा अन्य ठाउँबाट आफ्नो अनुभव कमेन्टमा लेख्नुहोस्। भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्।